हामीले चाहिँ यो असला माछा है, यो ठ्याक्कै लिखु खोलाको हो। हिउँको माछा के मुदीको असला। खै कसरी निकाल्नु त्यो चाहिँ? यो यसरी तान्ने हो, यसरी तान्ने हो। यो गिल्स भनेको यही हो, यसले गर्दाखेरि चाहिँ सास फेर्छ, पौडिन सक्छ। माछा पानीमा पौडिएसरी यस्ता नाथे कति खाइयो नि राम्रो भन्नुहुन्छ। यस्ता नाथे कति खाइयो भनेको, तर यो हो असला भनेको। कसरी केजी अरे फेरि भन्नु त? 800 रुपियाँ केजी। 800 रुपियाँ केजी ने। यो समय मुना चियाको हो भने जस्तै रेडियो नेपाल हो र दोराई भन्नलाई। युट्युब पनि रेडियो नेपाल जस्तै हो के? माछा पानीमा फिस फिस भन्नु, फिस फिस। त्यो अनुहार के हो? के अरे नाट्यो? यस्तो हो यो अनुहार के हो? फोरे फोर केटा केटीको अनुहारदेखि पनि। अब एकैचोटि पकाएको बेला त्यो निकालेको बेला कुनै त सानो सानो नि रहेछ त। सानो सानो रहेछ कुनै। यो जति सानो उति दामी। जति सानो उति राम्रो। जति सानो माछा खान सक्छ त्यति फाइदा क्या, ठुलो माछाबाट फाइदा छैन। दामी रहेछ। काभ्रे माछा पनि रहेछ। माछा काटी के अरे सिमरन यता भन त। यो के हो? खै फिस भनेको? फिस। एङ्दी खोला कलल कतले खोला वहाँ साँडै गोरु हुका बाछी बाछा। माछा त हामी डोनाल्ड ट्रम्पलाई पनि बेच्छौँ यहाँ बडो भनेर भन्नुपर्ने क्या हो। असला काटियो कतले हो। यो कत्ले हो, यो कतले माछा हो। के हो के नगर्नु?
अहिले ल के खाऊ खुला भन्नु ठुलो खाएको माछामा हामीलाई खुला किनेको नानीले कहाँ चाहिँ खुला खायो नगर्नु नगर्नु असली माछा प्याम्पा कल्लेमा गएर लागेका भन्नु असली माछा प्याम्पा खोलाको माछा प्याम्पा मासु मिठो भालेको माछा तारेको ल्याउ कान्छी 2 बजा घरमै पारेको होइन लिखुको माछा तारेको 1 किलो ल्याएर थलाज यता यता हेर्नु त के खाएको फिस माछा हो के खाएको रे के खाएको अब यसलाई झोल झिकेर के खानु भएको ल माछा 350 अब माछा चाहिँ पौडी खेल्नु आँट्यो ल आज पोखरीमा हाले है पोखरीमा हालेपछि चल्नु थालेको नि मासु मिठो भालेको माछा तारेको ल्याउ कान्छी 2 बजार घरमै पारेको ल त्यहाँदेखि किदै आउँदैन पारेकोले मैले पारेको ल फाइनल्ली माछा सुरु काटेदेखि पकाएर पस्किएसम्म भएको छ ल गाइजहरू खानेसम्म काम सुरु भयो